साथीभाइ म यहाँ अहिले फिलहाल चाहिँ अब टिस्टा ब्रिज मुनि है किन आएको भन्दा चाहिँ अब मेरो यहाँ गाडी अब मैले नि हिजो अस्ति लिएको छु गाडी होइन, एक हप्ता भयो बसिरहेको छु यो पुल मुनि। अब रिक्सै छ भनौँ न। अगाडिको दृश्यहरू नि म तपाईँहरूलाई देखाइदिन्छु हो, तपाईँहरू अन्तसम्म हेरिदिनुहोस् हो। मलाई नि अहिले फिलहाल चाहिँ हल्का बढिरहेको रहेछ है। भन्नुपर्दा चाहिँ अब हेर्नुहोस् न पछाडि ब्याक साइडको होइन कस्तो डेन्जर है लाग्छ अब। र पनि मान्छेहरू अब खोइ त बिचरा अब त्यस्तै हो, अब बस्नै पर्छ होइन। हेर्नुहोस् न कस्तो डेन्जर भइरहेको छ। खोला भन्नुहुन्छ नि म तपाईँलाई अगाडिको देखाइ पनि दिन्छु, तपाईँहरू हेर्नुहोस् हो। आउनुहोस् टाइम पाएको बेलामा यसो। म चाहिँ बसिरहेको छु ढुङ्गामा। यहाँ अगाडिको ऱ्याफ्टिङको पनि रहेछ है। खोलाहरू पनि म मजाले देखाइदिन्छु हो, बाटोघाटो पनि मजाले देखाइदिन्छु तपाईँहरू अन्तसम्म नै हेर्नुहोस् होला। लु हेर्नुहोस् त अहिले नै खोला है अब कस्तो भइसकेको छ हो। यहाँ त्यही त डरै लाग्दो भइरहेको छ नि। अब के भन्नु, अब नेपालीका अब बर्खा नआइ त अब यी खोलाहरू हो। आज अथवा सुकेछ, हिजो अलिक निकै थियो हो। म हिजो पनि आएको थिएँ। अब किन आएको भन्दा मेरो गाडी चाहिँ यहाँ मैले त्यो हुडहरू हाल्नु दिइरहेको थिएँ नि त। हुड मतलब केरेलहरू होइन हाल्नु दिइरहेको थिएँ। म देखाइदिने छु अगाडि। हेर्नुहोस् त यस्तो वालले थाम्ला साथीभाइ, भन्नुहोस् त बर्खा आउनु त डल्लै छ त हौ हो। फेरि हाम्रो मान्छे फेरि के भएको, जहाँ गुलियो त्यहाँ भुलियो भने जस्तो हुन्छ। तर त्यस्तो त होइन, दुःख गर्नुपर्छ हामीले हो। कति दिन चाहिँ हिँड्ने हो त्यस्तोको पछाडि हो। यहाँको बाटोको केही समाधानै भएको छैन। त्यस्तो हो साथीभाइ। लु हेरिहाल्नुहोस् है बाटो चाहिँ। म त यहाँ ढिपमा बसेर हो त्यही भिडियो गर्ने हो। लु हेर्नुहोस् त बाटो। योपालिको बर्खामा अब यो बाटो हुलाएर भन्नुपर्दा चाहिँ मेरो गाडी चाहिँ यही हो। ओम नमः शिवाय हो। यसको चाहिँ माथि केरलहरू टक्क हालिदिने हो। बिचरा यहाँ दाजुले पनि इक्को हालिसकेको रहेछ। यो चाहिँ टिस्टा ब्रिज मुनिको ग्यारेज हो। चट्ट हालेपछि बास कालेगाडाको गाडी चाहिँ सङ्ख्या नै हुनेछ। भन्नुहोस् होला हो, गिटी बलुवा चाहियो नि म ल्याइदिने छु। अब यो बेसी छैन 1 घन्टा काम छ हो। त्यसको बाद हामी मल्लीतर्फ गएर चाहिँ यहाँ हाम्रो साथीले है बलुवाको अर्डर गरिसकेको छ हो। ल्याउनै पर्ने छ, वचन दिएको छु होइन। आजको त बलुवाहरू गिटीहरू चाहियो नि भन्नुहोस् हो। अरू कुनै अन्य सामानहरू चाहियो भने भन्नुहोस्, फोन गर्नुहोस् हो। मेरो यहाँ कन्ट्याक्ट नम्बर पनि अगाडि म राखिदिने छु हो। चट्ट फोन गऱ्यो नि कालीगडालाई बस फोन आइहाल्छ। म सामान तपाईँहरूको घरैमा ल्याइदिने छु। हेर्नुहोस् न बाटो चाहिँ अब है गाडी पुरा छोडिदिउँ है भइहाल्छ त्यो हो। बाटो हेर्नुहोस् न। म चाहिँ सिधा पुलमुनि छु हो। ग्यारेज पनि सिधा यहाँ पुलमुनि नै छ। हामी बसिरहेको छौँ हो। फिटरलाई मैले पर्खिँदैछु। यहाँ ऱ्याफ्टिङ पार्टीहरू पनि आइसकेको रहेछ, खेलेर फर्किसकेको रहेछ हो। हाम्रो बाटो चाहिँ यस्तो छ है साथीभाइ। कस्तो मजाको छ है बाटो। हेर्नुहोस् त एकदम हाइवे पिस रोड हो। अब अलिक पछि यहाँ के भन्नु, अब भनेर त अब मिल्दैन होला है। बाटो हेर्नुहोस् न कस्तो साह्रो पर्छ। ऱ्याफ्टिङ पनि गाडी निस्क्यो है। बहुत जबरजस्ती चलाइरहेको छ नि, अब कडै लागिरहेको छ नि। यस्तो हो साथीभाइ, के गर्नु।